हेलो साथीहरू, आज चाहिँ म जाँदैछु के मायाको बिहेमा। मायाको बिहे चाहिँ खास चाहिँ खोटाङमा भएको थियो। अनि मायाहरू चाहिँ आज आउँदैछ नि त। अनि म पनि आज जाँदैछु कुरिनटार बजारमा। अनि त्यस पछाडि म चाहिँ बाटोमा एक्लै जाँदैछु क्या। साथीहरू थियो, साथीहरू त खोटाङ गएको छ नि त मेरो साथीहरू। अनि खोटाङबाटै उनीहरू चाहिँ आउँदैछ, बेहुला बेहुलीसँगै उनीहरू नि बाटोमा आउँदैछ। म पनि आधी बाटो पुगिसकेँ। अनि म चाहिँ एक्लै जाँदैछु क्या। अनि कहिले म चाहिँ एक्साइटेड भइरहेको छु क्या, कहिले मेरो साथीलाई चाहिँ भेट्छु। मलाई चाहिँ त्यो बेहुलीको भेषमा हुन्छ नि, कहिले भेटौँ भइसकेको छ क्या। कस्तो राम्रो देखिन्छ होला, ओ माई गड, कस्तो राम्ररी देखिन्छ होला। किनभने उता मान्छे राम्रो छ नि त। त्यही भएर ठ्याक्कै म चाहिँ यतिखेर चाहिँ कुरिनटार बजार पुगेँ क्या। अनि हल्का पानी पर्न लागेको थियो। अनि म चाहिँ पसलमा पसेँ। अनि म चाहिँ केही गरौँ भइरहेको थियो क्या। अब घर जाऊँ कि दाइको घर त चिन्न त, घर जाऊँ कि त्यहाँ बसौँ भइरहेको थियो। अनि बसेँ। अनि ट्याक्कै बहिनी आउनुभएछ लिन। अनि म चाहिँ दाइको घर पुगिसकेँ। दाइको घरमा चाहिँ कसरी गएको भन्दाखेरि बहिनी लिन पठाउनु भएको रहेछ क्या आन्टीले, दाइको मम्मीले। अनि त्यस पछाडि बहिनीसँग गएँ म चाहिँ। अनि यो चाहिँ हाम्रो अनि यो चाहिँ अर्को दिन बिहान है। यो चाहिँ मर्निङ भइसकेको थियो। बेलुकीको चाहिँ मैले देखाइनँ भिडियोहरू। अनि हामी चाहिँ यो मर्निङमा बेलुकीको चाहिँ हामी साथीहरूसँग भेट्यौँ होइन। मलाई चाहिँ कस्तो लाज लाग्यो क्या, त्यही भएर फोटो खिच्नु पाइनँ। अनि मैले चाहिँ एकैचोटि भोलि बिहानको भ्लग गरेँ। म चाहिँ भ्लग मजाले गर्छु भन्ने सोचेको थिएँ कि, त्यही माथि कस्तो मोबाइल स्पेस फुल भएर मजाले भ्लग पनि गर्न पाइनँ। अनि यो चाहिँ बिहान ऊ चाहिँ विजेता, ऊ चाहिँ जापानबाट आएको, अर्को चाहिँ सुस्मिता चाहिँ हङकङबाट आएको। साथीहरू माया, म अनि हामी तिनजना चाहिँ यत्तिकै मर्निङ वकमा हाँस्दै बस्यौँ। अनि त्यस पछाडि आज चाहिँ रिसेप्सन पार्टी। अब चाहिँ खाजा खाने बेला भइसकेको थियो। बिहान मर्निङको खाजा खायौँ गऱ्यौँ। अनि त्यस पछाडि हामी चाहिँ मेकअप स्टार्ट गर्न थाल्यौँ। आज रिसेप्सन पार्टी हो, त्यही भएर मलाई चाहिँ बहिनीले मेकअप गरिदिँदै हुनुहुन्छ क्या। यो चाहिँ के अरे छुना हुन आउँछ जहिले पनि हाम्रो अनुष्की बहिनी, हाम्रो अनुष्का कान्छी बहिनी एकदमै क्युटी पाए, एकदमै राम्री लाग्छ मलाई। अनि उसले चाहिँ मलाई मेकअप गरिदियो, किनभने उसलाई चाहिँ राम्रोसँगले मेकअप गर्न आउँछ क्या। मेकअपहरू गरिदियो उसले मलाई। अनि त्यस पछाडि हामी मेकअप सेकअप गऱ्यौँ। अनि मम्मी त कपाल कस्तो लामो छ, कहिले क्रल गरिसक्नुहुन्छ? ए ए ए माथि त्यस्तो क्लिप लगाइदिनु मलाई, त्यो अन्सादी लगाइदियो जस्तै। हुन्छ होला, हाफ अप हाफ डाउन। ढोका बन्द गर्नुपर्छ हो। कस्तो हाँसेको त्यो दाइ विजेता दिदीको पछि लाग्यो। त्यो रात आयो मम्मीले नाम सुनाउनु पाएँ हुन्छ। कस्तो राम्रो देखियो सकिसक्यो मम्मीको। यस्तै हो। हेलो गाइस, हाम्रो चाहिँ मेकअप सक्यो। बहिनीको हुँदैछ। हेलो गाइस, हामी चाहिँ अब रेडी भयौँ रिसेप्सन पार्टीको लागि। मेकअप पनि भइसक्यो। हाम्रो बुने चाहिँ रेडी हुँदैछ। भद्र गोल छ यस्तो।
हामी चाहिँ अब मेकअप सेकअप सबै गरेर मायाको लागि हामी चाहिँ बाहिर निस्किसक्यौँ रिसेप्सनको लागि। ऊ चाहिँ अनुषा अनि ऊ चाहिँ अनुष्का अनि ऊ चाहिँ सुस्मिता अनि ऊ चाहिँ विजेता। बिचरा विजेता लड्यो। दिन चाहिँ यस्तो भइरहेछ, पानी पर्ला जस्तो दिन भइरहेछ। ओके ब्युटिफुल गर्ल, हेलो ब्युटिफुल गर्ल। यहाँ चाहिँ हाम्रो ब्राइडल मुना गुरुङ मायासँग छौँ क्या हामी चाहिँ अहिले। अनि मायालाई चाहिँ कति राम्री देखेको क्या, कति प्रित देखेको यो लेङ्गाले। म त एकछिन त हेरे भन्थेँ क्या मायालाई। सबैजना राम्री देखेको थियो क्या मेरो साथीहरू। एकदम ह्यान्डसम देखेछ मेरो भाइ। हेलो भन न। हेलो क्यामराम्यान आजको तिमी रेडी भएर आउँछ र है। यहाँ चाहिँ पश्चिमेलीहरूको चाहिँ यो पञ्चे बाजा बजाउँदो रहेछ क्या। अनि पञ्चे बाजामा चाहिँ बिचरा मायाको सासू ससुराले नचाउँदैछ। बिचरा माया पनि नाच्दैछ। हामी चाहिँ हेर्दैछौँ, फोटो भिडियो खिच्दै हेर्दैछौँ हामी चाहिँ। ल हेर्नु ल। एउटा क्यामेरा अब हामी चाहिँ खाना खाने बेला भयो। हामी चाहिँ अनि खाना खानको लागि जाँदैछौँ। फुपू मेरो साथीहरूसँग अनि मायाको हस्बेन्ड पर्सन भाइ पनि हुनुहुन्छ। अनि हामी चाहिँ यहाँ खाना खानको लागि लाइन है। कस्तो मिठो खानेकुरा पनि है, एकदम पर्फेक्ट। हामी चाहिँ अब खाना खानको लागि सबैजना बसेर ब्लगमा अपडेट गर्नुपर्छ नि त हैन।
गाइस अब चाहिँ बल्ल बे सकिन लाग्यो अब बेलुकीको कति बज्यो रे अहिले 6:16 भयो 6:16 अहिले म चाहिँ आजको क्यामराम्यान बेहुलाको भाइ माइला बेहुलाको भाइ भाइ अनि फेरि क्यामराम्यान प्लस अनि मेरो आजको चाहिँ 2000 रुपियाँको तलब पाकिसक्यो है पाक्यो मजाले पाक्यो कस्तो राम्रो ठाउँ क्या यो ब्यागको हेर्नु न गाइज यो कस्तो राम्रो ठाउँ क्या है यो ठ्याक्कै 12 सिङ्गे बियरको फ्याक्ट्रीको माथि हो क्या त्यो साइड चाहिँ कस्तो राम्रो ठाउँ क्या अनि हामी चाहिँ यहाँनिर फोटो खिच्दैछौँ क्या 1 by 1 गरेर अनि माइला भाइले पनि फोटो खिच्दै हुनुहुन्छ हाम्रो उसले पनि हामी सबैजनाको एकजनाको फोटो खिच्दै हुनुहुन्थ्यो क्या कस्तो राम्रो यो चाहिँ अब अन्तिम बिदाई गर्ने बेला भएको रहेछ होइन पञ्चे बाजाहरूलाई अनि उहाँ चाहिँ अङ्कलले टिका लगाइदिएर बिदाई गर्दै हुनुहुन्छ सबैजनालाई अङ्कल र आन्टीले सबैलाई संस्कार चाहिँ यस्तो रहेछ है पश्चिमहरूको यो चाहिँ मैले पूर्वमा चाहिँ यो संस्कार देखेको छैन कि तर कति राम्रो क्या मलाई चाहिँ मन पर्यो अब चाहिँ बेलुकी भइसकेको छ हामी चाहिँ ड्रेसहरू सबै चेन्ज गऱ्यौँ होइन अनि त्यस पछाडि मायालाई नसाउन थाल्यौँ हामी पनि नाच्न थाल्यौँ तर एकदमै रमाइलो भयो कि बाहिरको त नसोचेकै रमाइलो भयो कि मलाई चाहिँ एकदम रमाइलो लाग्यो हेर्नु न साथीहरू ल यहाँ पुरा सुटिङ चल्दैछ अब चाहिँ हाम्रो अर्को डेको मर्निङमा हो हामी चाहिँ अब घर जाने बेला भयो नि त अनि आफू चाहिँ घर जाने बेला भयो मायालाई बिदाई गरेर अनि हामी चाहिँ खाना खाँदैछौँ क्या खाना खाएर जानु भन्नुभयो माया अनि अङ्कल आन्टीहरू सबैजनाले अनि हामी चाहिँ आज माया सुस्मिता माया चाहिँ पोखरा जाने होइन बिचिता र म चाहिँ काठमाडौँ अनि फुपूहरू हुनुहुन्छ फुपूहरू चाहिँ धरान जाने अनि हामी चाहिँ सबै आफू चाहिँ गन्तव्यतिर अब लाग्नलाई रेडी हुँदैछौँ त्यही भएर खाना खाँदैछौँ अब खाना खाइसके पछाडि हामी चाहिँ आफू चाहिँ गन्तव्यतिर लाग्छौँ अब हाम्रो चाहिँ यो सबैजनालाई बाई बाई गर्दैछौँ बाई बाई